ल नेपाल लाइफ शाखा कार्यालय जाजरकोटबाट हामी रुकुमको स्यारपुताल भन्ने ठाउँमा चाहिँ हामी पिकनिकको लागि यहाँ पुगिराखेका छौँ र यो पिकनिकको तयारी भइरहेछ। यहाँ पकाउने काम भइरहेछ, रोस्टा पकाउने काम। हाम्रो चाहिँ लक्ष्मी म्याडमले रोस्टा पकाइराख्नु भएको छ र हाम्रो मनकुमारी म्याडमले त्यहाँ मसलाहरू काट्दै हुनुहुन्छ, नरिवल। अनि त्यसपछि बाँकी अरू सबै यहाँ आदरणीय फुपूहरू लगायत नानुहरू, यहाँ हाम्रो हाकिम साहब यहाँ बसिरहनु भएको छ, निरीक्षण गरिरहनु भएको छ। अब यो कति कसरी पाकिराखेको छ यो रोस्टा भनेर मैले रोस्टातिरै हेरिराख्नु भएको छ। स्यारपुतालको परिदृश्य हेर्नको लागि निकै अलिक कठिन भइराखेको छ। एउटा अलि त्यति देखिँदैन, बिस्तारै अलि मौसमले पनि साथ दिइराखेको छैन। हामी कहाँ पशु चौपाया गाईहरू तल निकै चरिराखेको अवस्था छ। एकदम समथर भूभाग, घाँसे भूमि त्यहाँ छ तालको नजिकै। त्यसपछि उता हाम्रो भक्त सर चाहिँ एकदम पुलाउ पकाउने पानी त्यहाँ एकदम तताइराख्नु भएको छ। आफू पनि तातिएर घाममा तातिएर एकदम पुलाउको लागि त्यहाँ लागिराख्नु भएको छ। र नजिकैका हाम्रा विशाल पहाडका थुम्काहरू यहाँ देखिन्छन्। तैपनि हामी कहाँ यो यसो हेर्दै गर्दा यता के देखिन्छ भने यी पहाडका थुप्राहरू निकै डरलाग्दा देखिन्छन् र त्यति वातावरण चाहिँ हामी कहाँ अनुकूल देखिएन। र वातावरण अनुकूल नदेखिँदा पहाडका थुप्राहरू त्यति राम्रोसँग मेरो मोबाइल अब त्यति देखिराखेको छैन। यहाँ हामी मात्र अब यहाँ हाम्रै रुकुम जिल्ला त्रिवेणी गाउँपालिका बाट थुप्रैजना यहाँ स्यारपु तालमा मनोरञ्जन तथा यहाँ चाहिँ पकाउने, खाने, राख्ने, स्टोर गर्ने काम भइराखेको छ। र उहाँहरू त्रिवेणीबाट चाहिँ आउनुभएको हो। थुप्रै धेरैजना हुनुहुन्छ। त्यस्तै हाम्रो टोली पनि गर्मीले एकदम हैरान भएर यता बस्ने काम भइराखेको छ। यो मैले स्यारपुतालको पेरिफेरीको निकै परिदृश्य, यो प्राकृतिक मनोरम परिदृश्यहरूलाई मैले यस भिडियोमा कैद गरिराखेको छु। र निकै रमणीय स्थल छ। यहाँ जो कोही पनि आएर एकदम रमाउने, नाच्ने, गाउने त्यस्तो किसिमको अवस्थामा हामीले भेटाइराखेका छौँ। यहाँ हाम्रो तयारी यता व्यापक तयारी भइराखेको छ खानपानको लागि। अब यहाँ यो अचार पाकिराखेको छ। यहाँनिर अहिले डेक एक्लै हैरानसँग बजिराखेको छ। नाच्ने मान्छेको सायद पर्खाइमा यो डेक बसिराखेको छ। उता हाम्रो गाडीमा गुरु बसिराख्नु भएको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस बाँफीकोटमा अवस्थित स्यारपुताल निकै मनोरम अवस्थाको देखिन्छ र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पनि छ। र हामी यहीँ आज दिनभरि यतै रमाइराखेका छौँ।